यो चाहिँ स्वयम्भू क्षेत्र, काठमाडौँको स्वयम्भू क्षेत्र हो। त्यसपछि यो बसन्तपुर दरबार लगायतको क्षेत्र हो यो। त्यसपछि यो पनि बसन्तपुर क्षेत्र दरबार क्षेत्र अन्तर्गतकै हो। यो बसन्तपुर दरबार क्षेत्रमा चाहिँ पर्यटकहरू अवजत गरिरहेका छन् र यो स्वयम्भू होइन बौद्धतिर हो, बौद्ध। अनि त्यसपछि अहिले यो हामीले धराराबाट काठमाडौँ उपत्यकाको विभिन्न ठाउँहरू जस्तो यो रत्न पार्क, त्यसपछि नेपाली सेनाको चाहिँ मुख्यालय होइन, अनि त्यसपछि यो भद्रकाली आसपासको क्षेत्रहरू देख्न सकिन्छ। त्यसै गरेर यो चाहिँ धराराको अगाडिपट्टि रहेको सडकमा गुडिरहेका गाडीहरू हुन्। यो चाहिँ काठमाडौँ भ्याली हो। काठमाडौँ भ्यालीको विभिन्न ठाउँहरू देखिन्छ यहाँबाट। यहाँ चाहिँ अग्ला अग्ला भवनहरू, यहाँ चाहिँ विभिन्न सरकारी कार्यालय, निजी प्राइभेट अफिसहरू र स्थानीय बासिन्दाहरूका घरहरू पनि छन् यहाँ। हामीले यो धराराको टुप्पोबाट लिएको अथवा छायाङ्कन गरिएको भिडियो हो यो। धरारा भूकम्पबाट भत्किसकेपछि पछाडि पुनर्निर्माण प्रक्रिया भइसकेपछिको धरारा हो यो। यही धराराको टुप्पोबाट हामीले त्यो भिडियो छायाङ्कन गरेका थियौँ। अनि त्यसै गरेर यो हामीले चाहिँ काठमाडौँबाट सुर्खेत आउँदाखेरि जहाजबाट लिएको भिडियो हो यो। यो काठमाडौँ भ्याली हो।